हाम्रो यहाँ यस्तो प्रोग्राम हुँदैछ ल हेर्नुहोस्। अब हामी मासु बनाउन जाँदैछौँ। मासु हेर्नु टक्क तपिलामा। पाक्छ त? मजाले पाक्छ। यही भन्दा सानो पऱ्यो? एउटै यति हो सानो भने जा तेल ल्याएर ती सामानहरू सब ल्याएर। हेलो गाइज नमस्ते। आज चाहिँ हामीले मासु बनाएर चाहिँ ल्याम हान्नेवाला छौँ है त। हाम्रो सर हुनुहुन्छ, म अनि हाम्रो एकजना सानो भाइ चाहिँ हुनुहुन्छ होइन। हामीहरू चाहिँ मिलेर चाहिँ यताउता आज मासु मसला बनाएर आज हान्ने मेरो विचार भएर चाहिँ आज यो हाम्रो नयाँ यस्तो रमाइलो तयारी छ है। मासुलाई टेस्टिङ बनाउने भनेको यसरी हो। त्यहाँदेखि यहाँ त्यहाँदेखि यहाँ अब चाहिँ हामीले यति स्पिडमा चाहिँ मासु बनाएर फटाफट मासु बनाएर ल्याम हान्नेवाला छौँ है त। ल हेर्नुहोस् यसको फिनिस कुराहरू। परदेशमा सायद भने यसरी होइन, फर्स्टचोटि होला सायद यसरी इँटाको चुलो बनाएर अनि यसरी मासु बनाएको यो सम्झना चाहिँ रहनेछ है। मेरो मित्रहरू बहुत रमाइलो आइरहेछ। कति वर्षपछि हजुरलाई यस्तो फिल भइरहेछ त यहाँ? मलाई वर्ष लाग्यो सर यार। के वर्ष बसिरहेको गर्मी बढ्दै पनि गयो होइन। अनि आजसम्म चाहिँ यस्तो दिन आएको थियो कि आएको थिएन अन्त यसरी मासु बनाउनु भएको थिएन नि त? मासु त मैले जाने अगुवा नै हो। मासु अगुवा त अगुवा हो होइन। अब यसरी आगो बालेर क्या यसरी इँटाको उसमा फर्स्ट त्यो है। फर्स्ट गाउँमा चाहिँ बनाइयो होइन यसरी आगोमा, तर परदेशमा चाहिँ बनाइयो। त्यो हातको के हो त भाइ त्यो? हो र। आज मासु यस्तो मासु बनाउने तपाईँले सिकाइ नै आइजाओस् ल है त। अब नुन हाल्नुहोस्। यो चाहिँ के हो त हालेको सर? टमाटर हो। हाम्रो एकदम रासायनिक टमाटर हो कि यसले ग्रेभीलाई स्वाद निकाल्छ कि एकदम मस्त होइन। त्यो भएर हल्का खट्टा अनि मिठा टाइपको हुन्छ नि त। यसले स्वाद चाहिँ बवाल निकाल्छ कि टमाटर।
अब हामी हाल्दैछौँ यहाँ हल्दी काट्यो होला त्यो हल्दी होइन होला यार हल्दी हो कि हल्दी हो मिट मसला मासु आलुको हो त मासु हालिसक्नु भयो यति छिटो हालिहाल्नु त फेरि भइसक्यो त मसला डढ्नु लागि पऱ्यो हो र पानी हाल्छ नि पानी अलिक पानी हाल्नु मसलाभित्र बराबर पस्यो भने पानी हाल्नु ढक्कन कता ढक्कन सफाइ गरेर ल्याए ढक्कनमा धनियाँ